हेलो सबैजनालाई, आज चाहिँ म डिनरमा बनाउँदैछु चिकन बिरयानी। चिकन बिरयानी बनाउनुको लागि चाहिँ तपाईहरु फर्स्टमा प्याज काट्नुपर्ने हुन्छ। यसरी म जस्तो मसिनो मसिनो काट्नुस्। त्यहाँदेखि एउटा कराईमा तेल बसाउनुस्। तेल चाहिँ तपाईहरुले रिफाइन तेल मात्रै बसाउनु पर्ने हुन्छ, खाने तेल हुँदैन। त्यसको बादमा तेल खारेपछि चाहिँ अघि काटेको प्याज हाल्दिनुस्। हुनु त सबैजनाले आफू आफ्नो तरिकाले बनाउँछ है, म चाहिँ यस्तो पारा बनाउँछु चिकन बिरयानी। तपाईहरु पनि हेर्दिनुस् होला। त यसलाई चाहिँ यतिको ब्राउन भएपछि यसलाई निकाल्दिनुस्। तपाईहरु एउटा है भाँडामा निकाल्दिनुस्। यसलाई सेलाउनु पर्ने हुन्छ। सेलाइसक्नु भएपछि चाहिँ हामीहरु अब यसलाई निकाल्दै छन्। निकालेर चाहिँ यसलाई चाहिँ सेलाउँछन्। त्यहाँदेखि यसमा चाहिँ हाल्दिनु अघि काटेको चिकनमा प्याज फ्राई गरेको हाल्दिनुस्। त्यहाँदेखि प्याज फ्राई गरेको हालिसक्नु भयो भने चाहिँ यसमा मसालाहरु अलिअलि एड गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईहरुलाई देखाउँदैछु म। हर्दी हाल्दिनुस् है। हर्दी अब कति हाल्नुहुन्छ, म चाहिँ अलिक नपुगेर फेरि हाले। त्यहाँदेखि तिखालाल हाल्दिनुस्। तिखालाल पनि दुई किसिमको आउँछ, एउटा पिरो एउटा नपिरो, कलरको लागि मात्रै। मैले चाहिँ कलरको लागि मात्रै हाले। त्यहाँदेखि हाल्दिनुस् तपाईं यसमाथि बिरयानी मसाला। भेजको पनि हुन्छ, चिकन मसाला पनि पाउँछ, भेजको मसाला पनि पाउँछ। त्यहाँदेखि हाल्दिनुस् तपाईहरु दही। दही चाहिँ फेरि तपाईहरुको अमिलो हुनु हुँदैन, गुलियो दही हाल्दिनुस् है, फ्रेश हाल्दिनुस्। त्यहाँदेखि त्यो हालिसक्नु भएपछि यसमाथि एड गरिदिनुस् तपाईं नुन। नुन चाहिँ तपाईहरु कति खानुहुन्छ त्यसको हिसाबले हाल्दिनुस् है। त्यहाँदेखि नुन हालिसक्नु भए पनि यसलाई मज्जाले म्यारिनेट गर्नुपर्ने हुन्छ। यसको माथि हाले मैले फेरि चिकन मसाला। त्यहाँदेखि बिरयानी मसाला पनि हाल्नुपर्ने हुन्छ, चिकन मसाला पनि हाल्नुस्। त मज्जाले मिक्स गर्नुस्। यसलाई मज्जाले मिक्स गरेर खानुभन्दा अगाडि तपाईहरु 2 घण्टा जस्तो म्यारिनेट गरेर राख्नु भयो भने चाहिँ मिठो हुन्छ है। त्यसको भित्र मसालाहरु पसेको हुन्छ, नुनहरु मज्जाले पसेको हुन्छ, मसालाहरु पनि बेलुका अब पकाउँदाखेरि मिठो हुन्छ। त्यहाँदेखि यतिको भयो म्यारिनेट गरिसकेर चाहिँ अब यसलाई चाहिँ तपाईहरुले फ्रिजमा राख्दा पनि हुन्छ, बाहिर राख्दा पनि हुन्छ। मैले चाहिँ 2 घण्टाको लागि बाहिर राखिदिए। त्यहाँदेखि चाहिँ यसलाई एउटा भाँडामा पकाउनु पर्ने हुन्छ। त्यहाँदेखि के नहाल्नुस्, खाली तेल मात्रै हालेर त्यो अघि मिक्स गरेको म्यारिनेट गरेको चिकन हाल्दिनुस्। बिचमा चलाउँदै पनि गर्नुस् है। तपाईहरुलाई बिरयानीको मसाला कम्ती लाग्यो भने चाहिँ तपाईले यसमा एड गर्दा पनि हुन्छ। त्यहाँ मज्जाले पकाउनुस् है। पकाइसकेपछि चाहिँ चेक गर्दै गर्नुपर्ने हुन्छ, फेरि टाल्दिन्छ। त्यहाँदेखि मैले चाहिँ यता चामल पनि धुन्दैछु। तपाईहरुलाई कुन चाहिँ चामल मन पर्छ त्यो चलाउँदा हुन्छ। मैले चाहिँ यसमा बिरयानीकै चामल बसाउँदैछु। त्यहाँदेखि चाहिँ मज्जाले धुनुस् है, 4-5 पल्ट धुनुस्। त्यहाँदेखि धोएर यसलाई पानी फाल्दिनुस्। मैले चाहिँ योसँग 3-4 पल्ट धुएँ। त्यहाँदेखि यसलाई पनि तपाईहरुले भिजाएर राख्नुपर्ने हुन्छ। 1 घण्टा 2 घण्टा राख्दा पनि हुन्छ, आधी घण्टा राख्दा पनि हुन्छ। तपाईहरु जति लामो भिजाउनुहुन्छ चामलको साइज त्यति बढ्छ। त्यहाँदेखि यसलाई तेजपत्ता, स्टार मसाला, गरम मसालाहरु हालेर पकाउनुस् होला। त्यहाँदेखि एउटा ठुलो भाँडामा मुनिबाट राइस हाल्दिनुस् है। त्यहाँदेखि फेरि त्यसको माथिबाट हामीहरु यसरी गर्दै त्यहाँदेखि चिकन हाल्दिनुस्। चिकन हालिसक्नु भयो भने फेरि राइस हाल्नुपर्छ। त मैले चाहिँ चिकन हाल्दैछु भाँडामा है। अलिक मोटो भाँडामा हाल्नुस् होला, फेरि पातलो भयो भने चाहिँ फेरि हामीले अलिक पकाउनु पर्ने हुन्छ, त्यसले गर्दा डढ्ने डर हुन्छ। त्यहाँदेखि चिकन हाल्दिनुस् यसरी है। कतिजना हुनुहुन्छ त्यसकै अब अनुसारले पिसले गर्दा हाल्दिनुस्। त्यहाँदेखि त्यसलाई मिक्स गरिदिनुस्। त्यहाँ मैले चाहिँ भाँडामा बसाएँ आधी घण्टाको लागि। त्यहाँदेखि यस्तो भयो। थ्यांक यू।